केपी बा आई लभ यु भन्यो कहाँ गयो बुढा त फुक्कमा आमपाका बुढा अब फेरि उठ्नु खोजिरहेको छैन अहिले त आमपाकामा अहिले उठ्नेहरू छ नि साला यस्तो ढोबी ढुलाइ हुन्छ कि बाँचे त एकदम अब पहिला हात जोडेर दैलोमा जाने यसो गर्ने अहिले दैलोमा गयो कि साला कुनले हान्छ कसैको बच्चा मरेर आउँछ कसैको गल्फ कन्ट्रीमा गएर बच्चा मरिसक्यो यो त लास्ट आउँछ यहाँबाट अब फेरि धुलो टकटकाएर उठ्छु भनिरहेको छ केपी शर्मा ओलीले त्यो जलेर खरानी भएको धुलो टकटकाएर उठ्ने रे अब घाटमा जाऊ त्यहाँ पशुपतिमा गएर आरे घाटमा बरु गएको त्यो मरेको मान्छेको चाहिँ कोही नभएकोलाई त्यही काम गर्ने अब सबै उठ्न खोजिरहेछन् नि प्रचण्ड उठिसके केपी ओली उठ्न खोजिरहेछ शेरबहादुर र देउवा र आजुरामा चाहिँ भाग्न खोजेर थाइल्यान्डको भिजा लागिसक्यो रे अब मैले पहिले एउटा इन्टरभ्यूमा भनेको थिएँ कसको थाहा छैन राजा ल्याउने के भाग्ने भनेको थिएँ कि यो 1 महिना 1.5 महिना अगाडि मैले बोलेको थिएँ कि मलाई एउटा चाहिँ नि मलाई माफ गरिनु होला म खराब मान्छे हुँ